तारा सर हामी पहिला आउँदा त यहाँ त आज त पुरै खाली हुन्छ भन्दै होइन सबै यो सबै अब अहिले सिजनै होइन जबरजस्तीको हो नि त विशेष गरी आजको पिकनिक सबैले हातमा समाटम के जिन्दगीलाई एकदम आफ्नै आधार बनाउनुहोस् सबैलाई स्वस्थ रहनुहोस् मस्त रहनुहोस् भन्ने एकदम सम्पूर्णलाई सम्झना छ है सुविधामा बहिनी मलाई उदिन त अझ एउटा गिलास होइन नेता यता ऊ त भारो के ल दाइ आज
पिकनिक आइएछ पोर्ताल होइन अब हजुरको 2-4 शब्द यसो चाहिँ भनिदिनुहोस् केही कुरा हजुर सम्बन्ध ल हजुर सम्पूर्णलाई नमस्कार। आज हामी महिना 8 बाँसघारी लगायत बाँसघारी लगायत चाहिँ लौसा सेरोफेर रुद्रपुरका हामी सम्पूर्ण चाहिँ आज यस चाहिँ हाम्रो रमणीय स्थल यो कञ्चन गाउँपालिका को चाहिँ एकदम रमणीय स्थल र पश्चिमतिरको चाहिँ एकदम चाहिँ यो रमणीय स्थल यो हाम्रो चाहिँ यो तपाईँको चाहिँ यो दानापुरको तालमा चाहिँ हामी आज पिकनिक खान भन्न आएका छौँ। सम्पूर्णलाई म हार्दिक नमस्कार गर्न चाहन्छु। आज भन्दा पहिला पनि यहाँहरूको चाहिँ यो पिकनिक कार्यक्रम भइरहेको चाहिँ मलाई जानकारी रह्यो र यसपालि पनि चाहिँ हाम्रो तारा सरले चाहिँ मलाई पनि साथ जाउँ भनेर चाहिँ उहाँले चाहिँ मलाई भन्नुभयो र उहाँलाई धेरै धन्यवाद छ। र आज हामी यसरी चाहिँ यो रमणीय ठाउँमा बसिरहँदाखेरि चाहिँ हाम्रो चाहिँ गाउँघरको अहिलेको चाहिँ परिवेशमा कति टेन्सन छन् भनेर चाहिँ तपाईँ हामीलाई थाहा छ। त्यो टेन्सनलाई चाहिँ हामी यो रमणीय ठाउँमा आएर एकछिन बानी चाहिँ रमाइलो हामी सबै गर्नुपर्छ र हामी सबै आफ्नो टेन्सनलाई भुलेर आज हामी अलिकति रमाइलो हामी गर्नेछौँ र सबै चाहिँ यहाँ रमाइलो गरेर चाहिँ हामी आरामपूर्वक चाहिँ हामी चाहिँ आफ्नो घरमा चाहिँ फर्किनेछौँ। हाँसी मजाक त्यो यहीँ ठाउँमा छोडेर हामी चाहिँ बिदा हुनेछौँ भन्दै चाहिँ आजको त यो रमणीय स्थलमा चाहिँ रमाइलो होला भन्ने आशा गर्दै ल मैले पनि सबैलाई धन्यवाद दिँदै मेरो सानो भनाइ यहीँ अन्त गर्छु। हवस् त ताराजी नमस्कार। ब्यूटी पार्लर गए कि अस्ति म
गाउँमा मेरो बाबामा सानो सानो घर छ के गरौँ त परदेशीको काम यस्तै पर्छ मायालुले के दियो चिनो रुमालैमा सुन हो कि पिता वर्षेको हावा किन चाहियो चौतारी शीतल वर्षेको हावा किन चाहियो चौतारी शीतल वर्षेको हावा किन चाहियो चौतारी शीतल आउने बाटो हेर्दै आँखा पर्खाइमै थाक्छ आउने बाटो हेर्दै आँखा पर्खाइमै थाक्छ तिमी बिना गाउँघर चाहिँ सुन्ने लाग्छ मायालुले के दियो चिनो रुमालैमा सुन हो कि पितल वर्षेको हावा किन चाहियो चौतारी शीतल वर्षेको हावा किन चाहियो चौतारी शीतल वर्षेको हावा किन चाहियो चौतारी शीतल पिरको बारी हलुङ्गो हो तिमीलाई भेट्न पासी पिरको बारी हलुङ्गो हो तिमीलाई भेट्न पासी भेट हुँदा मेरी सानो बोल्देऊ हाँसी हाँसी मायालुले के दियो चिनो रुमालैमा सुन हो कि पितल